तपाईहरु सबजनालाई सदा जस्तै आज पनि मेरो तर्फबाट नमस्कार। आज पनि यो प्रथम वर्ष पहिलो वर्ष बाँसुरी सिकिरहनु भएका साथीहरु अथवा संगीत सिकिरहनु भएको साथीहरुको लागि यो राग परिचय अथवा रागको बारेमा जानकारी कुन चाहिँ जानकारी लिनुपर्छ भनेर दिने क्रममा राग यमनको परिचय तपाईहरुको सामु लिएर आउँदै छु है। अब यो राग यमनको परिचय पहिला सुरु परिचयमा के हुनुपर्छ भनेर अब त अलिअलि तपाईहरुलाई जानकारी भयो होला। राग भन्ने बित्तिकै त्यसको तपाईको दिमागमा सरर आउनु पर्ने कुरा भनेको आरोह अवरोह पकड जाति थाट वादी संवादी स्वर गाउने बजाउने स्वर यति थाहा हुनुपर्छ। जस्तो अब यमन भन्ने बित्तिकै पहिला यसको आरोह अवरोह चाहिँ कसैले यसरी निरे गम पध निसा सानी धप मगरेसा गर्छन् यसरी सानो गरिकन निबाट अनि म तीव्र लाग्छ यमनमा है। एक थरी यस्तो अर्को एक थरी कसरी पनि गरिन्छ पलाई छोड दिएर हामीले दुईटै जान्नु जरुरी छ किनभने हामी बेसिक हो। बेसिक हुँदाखेरि निरे गम बधनी छ यो पनि जान्नु छ निरे गम धनी छ यो पनि जान्नु छ है। दुईटै जान्नुपर्छ। अब अवरोह चाहिँ दुईटैमा एउटै हुन्छ सानी धप गरे सा यो हुन्छ आरोह। अब पकड चाहिँ पहिला निरे गरे अनि निरे सा अब प गरे फेरि निरे सा यो यसको पकड अथवा यसको पकड पनि अर्को निरे गम प यसरी अर्को यसरी निरे गम प अनि निरे सा यसरी पनि गर्न सकिन्छ। यो प्रथम वर्षमा तपाईले यसरी यति अलिअलि जान्नुहुन्छ। यसको वादी स्वर अब राग यमनको वादी स्वर भनेको ग वादी स्वर भनेको मैले पहिला नि तपाईलाई भनिसकेँ यो धेरै इम्पोर्टेन्ट स्वर अथवा यो रागको लागि राजा समानको स्वर। अनि संवादी स्वर नि संवादी भनेको सेकेन्ड इम्पोर्टेन्ट प्रधानमन्त्री जस्तो अथवा मन्त्री जस्तो। अब यो रागको जाति चाहिँ सम्पूर्ण सारे गम्म पदनी चाहिँ सबै लाग्छ आरोह अवरोहमा। अब कसैले प छोड्यो भने साडव सम्पूर्ण भयो। तर हामीले अहिले बुझ्दा चाहिँ सम्पूर्ण भनेर बुझ्नुपर्छ प्रथम वर्षमा है। अब थाट यो रागको थाट चाहिँ कल्याण थाट भनेको चाहिँ म तीव्र लाग्छ है। अनि गाउने बजाउने समय चाहिँ यसको रातको प्रथम प्रहर भनेको साँझको बेलामा लगभग 5 बजेदेखि 6-7 बजेको अन्तरालमा। अब यसको तपाईलाई हातमा अलिअलि ल्याउनलाई मैले अहिले यो ईको बाँसुरी बजाएको हो। ईको बाँसुरी नै चाहिन्छ भन्ने छैन तपाईहरुलाई जुन बाँसुरीले पनि बजाउनु भए हुन्छ है। सानो सानो बाँसुरीले पनि राग बज्छ नबज्ने हैन। यही चीजलाई तपाईले त्यसमा अप्लाई गर्नु भने हुन्छ नहुने हैन।
ठुलोले अलिकति मधुरता ल्याउँछ भन्ने हो, सानो बाँसुरीले अलिकति रञ्जकता ल्याउँछ, त्यति फरक हो। दुईटैको आफ्नो ठाउँमा भूमिका छ। अब यसलाई आरोह अवरोह गरौँ है त। यो चाहिँ प गर नि रे ग म प ध नि सा सा नि ध प म ग रे सा। अब ध गरेर गर्दा चाहिँ अब निबाट गर्दाखेरि चाहिँ हामीले 6 वटा मात्र नोट भएर रेलाई पनि माथिको रेलाई पनि समात्यौँ है। के भयो त रेसम्म गयो रे, यो सा भन्दा नि माथि फर्किँदा चाहिँ सानी धप म गरेछ। अब यो के भयो हैन, खिरिले सुनिन्छ नि त। यो अभ्यास यसरी दुईटै तरिकाले गर्नु पर्यो तपाईँले। अनि अवरोह भनेको यसको सरी अवरोह त मैले दिइसकेँ। पकड पकड भनेको अथवा चलन भनेको उस्तै हो, त्यसको स्वरूप ल्याउनु जस्तो निरेगामा भयो। पलाई जति रोके पनि पाउनुहुन्छ। अनि परे परे गर्दा मबाट मको टोन लियो भने परे यस्तो आउँछ। अनि रहेछ यसलाई खुब चल्नु भएपछि अनि आउँछ। अब सुरुमा के गर्ने त, जस्तो तपाईँलाई मैले आरोह अवरोहको अरू रागमा देखाएको थिएँ। यसलाई पनि सारे गरेकोमा ढाल्यो भने के हुन्छ, पहिला निरेगा हुन्छ। यसलाई चाहिँ प गरिएन, प लगाइएन। अब प लगायो भने कस्तो हुन्छ, हैन। प लाउँदा र नलाउँदाको त्यो सुन्नु स्वाद है, आफ्नो दुईटै स्वाद छ। अब यो लेसन गर्दा चाहिँ तपाईँले अलि पलाई छोडेर ध गरिनु हुन्छ। प समेत दुईटै जान्नु जरुरी छ तपाईँहरू प्रथम वर्षकोले। त्यसपछि अलिक पाकिसकेपछि चाहिँ जे गरिनु हुन्छ। अवरोह चाहिँ सेम हुन्छ दुईटैमा, जस्तो गर्नुभयो अथवा गर्नुभयो, दुईटामा जुन गर्नुभयो नि अवरोह चाहिँ एउटै के हुन्छ, यो अवरोह चाहिँ दुईटामा एउटा हुन्छ। यो एउटा चाहिँ गर्नु भने यसो हातमा हुन्छ। यति परिचय बुझ्नु भएर यति अहिले मैले बजाएको त अलिअलि बजाउनु सक्यो भने प्रथम वर्षको लागि तपाईँ क्यापेबल हुनुहुन्छ। अब यही चिज दोस्रो वर्षमा फरक हुन्छ। तर पहिला यो परिचय दिने क्रम चाहिँ म तपाईँहरूलाई बिस्तारै सिरियल वाइज गर्छु। अब यति भएपछि बुझ्नुभयो होला। यो भयो मैले अहिले यीको बाँसुरी बजाएको। अब लाइटमा कहिलेकाहीँ कस्तो हुन्छ, गीत सित बजाउनुलाई यताउति गरेर बजाउँदाखेरि चाहिँ यमन रागको छाया चाहिँ छ, तर अलिक पृथक पृथक पनि छ जस्तो गरेर बजाउनको लागि अब मैले बीको बाँसुरी समातेँ। बीको बाँसुरी समातेपछि अब यो ई स्केलबाट तानपुरा बजिरहेको छ भने चाहिँ हाम्रो म इक्वल टु सा हुन्छ। म भनेको यो यस्तो शुद्ध म। अब यसरी यमनको फ्लेभर आयो हैन, यसरी हेर्नु त। अब
गर्दाखेरि चाहिँ अब यसरी गर्दाखेरि चाहिँ अब यो के बजायो भन्दा गबाट सुरु गरेपछि ग प ध नि सा रे ग म ग रे सा नि ध प म सुरु गर्दाखेरि म इक्वल टु सा गरे नि म बजाउनु, किनभने अघि हामीले ओरिजिनल अर्गानिक गर्दा पनि त्यहाँ सा छोडिएको थियो, नि रे गरेको थियो, नि रे भनेको ग प हो अब है, त्यही भएर यो हो नि रे। यो चाहिँ लाइटमा यसरी जान्छ भने तपाईँलाई दुईटै बाँसुरीले म इक्वल टु सा सबै शुद्ध स्वर केही पनि गर्नु पर्दैन, यमनको फ्लेभर निस्किन्छ, यमनको नोट निस्किन्छ। अब अर्गानिक सा इक्वल टु सा गर्दा निरे गम धनी सा रे अथवा निरे गम प धनी सा, यसरी प्र्याक्टिस गर्नु होला। यो राग परिचय दिने क्रम जारी हुन्छ। आजलाई चाहिँ तपाईँहरूलाई यमनको बारेमा यति दिए, आगामी क्लासमा फेरि भेटौँला। ल तपाईहरु सबजनालाई यो संगीत सिकेर संगीतमा आफू लागेर जिन्दगीलाई मजा बनाउनुस्, मेरो शुभकामना छ। हस्त, धन्यवाद।